नमस्ते सबैजनालाई फेरि पनि मेरो फेसबुक पेजमा तपाईलाई स्वागत छ। आजको ब्लग त मेरो है माइत घरपट्टि। म त माइत घरमा छु। मर्निङको सफाइ हुँदैछ। यो मेरो भदे हो, फ्रिजबाट के हेर्दैछ। अन्त म त बारीतर्फ लागेँ। मम्मीलाई आलु टिपिदिनुहोस् न, कस्तो खानु मन लागिरहेछ भन्थ्यो कि आलु छानिदिनुहोस् न भनेको थियो हो। मम्मीले अन्त जा ढाकी लिएर आइज अरे हो। अन्त म त ढाकी लगेर बारीतिर गएँ। डुकु र आलु कस्तो पर भुटेर खानु मन लाग्यो नि त हो। कोही बेलै त हो घरमा आउँदा हो अर्ग्यानिक खानु पाउँछु। अन्त मम्मीले यतातिर पनि हेर्न खिच्नस्, वरिपरि मैले के रोपेको छु त हेर त हो। हुन्छ भने मैले पनि हो। अन्त मम्मीले बिट गाजरहरू रोपेको रहेछ हो। अन्त यता ब्रोकोली पनि थियो होइन। ब्रोकोली त तुरिसकेको थियो, बन्दाकोपीहरू अलि सागहरू रहेछ। यो सागहरू रहेछ हो। अन्त आमाले अन्त सानसानो किन्दैन ठुल्ठुलो त होस् भन्दै, अन्त कहाँ ठुल्ठुलो पनि हुन्छ नि अन्त भन्दै थियो हो। अन्त यति त्यस्तो भयो, एक छाक त भयो। छाक लगेर गएँ किचनतर्फ। अन्त टमाटर पनि उसिनी अचारको लागि यही हो। डुकु हेर्नुहोस् त फ्रेस अर्ग्यानिक।